पार्टी महाधिवेशनको अवधि अझै बाँकी नै रहे पनि नेकपा एमाले 1.5 वर्ष अघि नै नयाँ नेतृत्व चयनका लागि होमिएको छ। 11औं राष्ट्रिय महाधिवेशनबाट नयाँ म्यान्डेट सहित नयाँ नेतृत्व चयन गर्न लागेको एमालेमा यतिखेर देशभरबाट आएका 2262 जना प्रतिनिधिहरू काठमाडौँ स्थित भृकुटी मण्डपको बन्द सत्रमा सामेल छन्। तीनै प्रतिनिधिले एमालेको आगामी नयाँ नेतृत्व चयन गर्नेछन्। नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक तेह्रिन खोज्दा उनलाई चुनौती दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रेका छन्। सके सर्वसम्मत नभए मतदान नै गरेर नेतृत्व चयन गर्न एमाले लागि परेको छ। बन्द सत्र सुरु हुनु अघि पार्टीको केन्द्रीय कमिटिको बैठक बसेको थियो। सो बैठकले विधान महाधिवेशनमा गरेका निर्णयलाई उल्ट्याउँदै पदाधिकारी र स्थायी कमिटिको संख्या पुरानै कायम गर्ने निर्णय गरेको छ। गत भदौमा सम्पन्न विधान महाधिवेशनले 19 पदाधिकारीको संख्या घटाएर 15 र 303 केन्द्रीय सदस्यलाई 251 मा झार्ने निर्णय गरेको थियो। तर आइतबारको बैठकले भने त्यसलाई संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्यमा पुरानै संख्यालाई निरन्तरता दिए पनि पदाधिकारीको पद भने थपघट गरेको छ। केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ भने उपाध्यक्षको संख्या घटाउँदा सचिवको संख्या बढाएर पदाधिकारीको संख्या 19 नै बनाएको छ। सोही अनुरूप अब अध्यक्ष 1, उपाध्यक्ष 5, महासचिव 1, उपमहासचिव 3, सचिव 9 गरी 19 जना पदाधिकारी हुने भएको छ। नेतृत्व परिवर्तनका लागि महाधिवेशनमा होमिए पनि फेरि ओली नै एमालेको कमान सम्हाल्ने प्रतिनिधिहरू बताउँछन्। ओलीले आफ्नो अनुकूलता अनुसार निर्णयहरू उलटफेल गर्दै आएका छन्। यसअघि पनि ओलीले आफैले लगाएको 70 वर्षीय उमेर हद र नेतृत्वको 2 कार्यकालको निर्णयलाई उल्ट्याएका थिए। अहिले पनि फेरि विधान अधिवेशनको औचित्यलाई नै समाप्त पार्ने गरी ओलीले मन परितन्त्र गरेको असन्तुष्ट पक्षको आरोप छ। त्यत्रो खर्च गरेर गरेको निर्णय आफू अनुकूल परिवर्तन गर्नु विधान अधिवेशनको उपहास भएको असन्तुष्ट रहेका नेताको ठहर छ। नेताको व्यवस्थापनका लागि विधान अधिवेशनको म्यान्डेटलाई समेत व्यवस्था गर्नु कदापि उचित नभएको उनीहरूको धारणा छ। तर समय, परिस्थिति र आवश्यकताको सिद्धान्त अनुसार केन्द्रीय कमिटिले निर्णय लिएको केही नेताहरूको बुझाइ छ। जेन्जी आन्दोलनपछि समय अगावै महाधिवेशनमा होमिएको एमालेमा जसरी ओलीले आफ्नो रणनीति बनाइरहेका छन् त्यसले फेरि पनि पार्टी नेतृत्वमा ओली नै आउने देखिन्छ। संस्थापनमा पदको भागबण्डालाई लिएर केही खिचातानी देखिरहेको अवस्थामा इतर पक्षले त्यसैमा खेल्ने अनुमान गरेको थियो। तर ओलीले विधान महाधिवेशनको निर्णयलाई लत्याएर पुनः 15 बाट 19 जनामा नै पदाधिकारी पुर्याएपछि नेता व्यवस्थापनमा उनलाई सहज हुने भएको छ। जेन्जीहरूले वर्षौंदेखि सक्रिय राजनीति गर्दै आएका उही पुराना नेताहरूले अब विश्राम लिएर नयाँ अनुहारलाई सुम्पिएको हेर्न चाहेका छन्। विधि र पद्धतिको दुहाई दिने एमाले नेतृत्वले आफ्नै विधान महाधिवेशनको म्यान्डेटलाई जसरी रद्दीको टोकरीमा फ्याँकेर व्यक्तिवादी निर्णय लादेको छ यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई गिज्याइरहेको छ। नयाँ म्यान्डेटको नारा दिए पनि नेतृत्व व्यवस्थापनका नाममा गरेको अङ्कगणितीय खेलले एमालेलाई पुरानै ढर्रामा फर्काएको छ। अनुहार फेर्ने र पुस्तान्तरणको आशा बोकेका कार्यकर्तालाई निराश पार्दै नीतिभन्दा नेता प्रधान बनाउने यो शैलीले आगामी निर्वाचनमा एमालेलाई महँगो पर्न सक्ने देखिन्छ। यद्यपि महाधिवेशन लगत्तै निर्वाचनको मिति पनि नजिक आइरहँदा ओलीकै नेतृत्वमा चुनावमा जाँदा त्यसबाट पर्न सक्ने सम्भावित फाइदा वा घाटाको मूल्याङ्कन पनि पार्टी पंक्तिले पक्कै गरेको हुनुपर्छ।